यसो ख्रिस्टको नाममा सबैलाई जय मसीह। हामी मानिसहरूले चाहिँ गरेको चाहिँ हामीले जानेको कामहरू चाहिँ सबैलाई चाहिँ ठिकै लाग्न सक्छ है, तर हामीले गरेको हरेक कामहरू बेठिक पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ है। कसैले हामीलाई चाहिँ तैँले नराम्रो गरिस् भन्दाखेरि हामीलाई नराम्रो लाग्नु भनेको त्यो स्वाभाविकै हो। तर हामीले गरेको मानिसहरूले गरेको सबै काम चाहिँ सही हुँदैन है, सही हुँदैन। र सबै सही काम चाहिँ मानिसले नगर्न पनि सक्छ। त्यो भएको कारणले गर्दाखेरि हाम्रो सबै कुरा चाहिँ जाँच्नुहुने, जान्नुहुने चाहिँ हाम्रो हृदय जाँच्नुहुने चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ, यीशु ख्रिस्ट नै हुनुहुन्छ है। हितोपदेश 21 को 2 पदमा यसरी लेखेको छ, मानिसको हरेक बाटो आफूलाई ठिकै लाग्ला तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ। आमेन, हालेलुया, यीशुको जय होस्।